कस्तो मन छोया मलाई यो गीतले। त्यति मिठो लागिरहेछ। विभिन्न किसिमका आलोचना र अवसरका बीचमा बहिनीले हेर्दा हेर्दा यो 3 दिनमा 8वटा गीत रेकर्ड गर्न सफल भइसक्नु भएको छ। हामी यति बेला 8औं गीत रेकर्ड कार्य सम्पन्न गरिसकेका छौं र यो एकदम खुसीको खबर पनि यो विशेष गरी रेखा बहिनीको लागि हैन। काठमाडौँ आइसकेपछि एउटा दुईटा गीतहरु मात्र रेकर्ड होला कि भन्ने थियो, तर आज हेर्नुस् त ब्याक टु ब्याक गीतहरु निकै नै राम्रा मिठा मिठा गीतहरु बहिनीले रेकर्ड गर्न सफल हुनु भएको छ। आज मात्र एउटा गीत रिलिज पनि हुँदैछ, अब केही समयमा रिलिज हुन्छ जहाँसम्म लाग्छ मलाई। र भर्खरै मात्र रेकर्डिङ भएको गीत एकदमै राम्रो छ, एकदमै मिठो छ। त्यो गीत म तपाईहरुमा सुनाउँछु, कस्तो लाग्छ त्यो कमेन्ट गर्नु होला, त्यसपछि बाँकी कुराकानी गर्ने है त। सुनाउ गीत। गीत सुन्ने सँगसँगै हामीले सबैले गाउने है। बसन्तमै पलाए पाथहरू नमेटिने मायाका यादहरू हत्केलाले आँखा छेक्छ सुनेछ किन्न देखाउनलाई होइन नि माया मनको माया मनमै हुन्छ बाहिर देखिन्न। ल हेरस् त यस्तो मिठो गीत फेरि आउँदैछ र यो फाइनल्ली 8औं नम्बरको गीत हो। निकै नै मिठो बनेको छ, सम्भवतः छिट्टै बजारमा आउनेछ। यो गीतमा केटाको भोइस मेल भोइस हाम्रो सुप्रिम राज विश्वकर्माजीले दिनुभएको छ। फिमेल त तपाईले थाहा नै पाइहाल्नुभयो रेखा बहिनीको। र अब के छ भन्नुपर्ने सर? धेरै धेरै धन्यवाद छ। यति राम्रो प्रतिभा दाङबाट हाम्रो आदरणीय भोजराज सर, कलाकारलाई सधैँ प्रेम गर्ने व्यक्तित्व यहाँसम्म पुर्याउनु भएको छ। आज हामीले डाइनामिक स्टुडियोमा एउटा असाध्यै मिठो गीत काम गर्ने मौका पाएको छौँ, जुन गीतको शब्द मेरो प्रिय साथी कैलालीमा हुनुहुन्छ देव बोहरा सरले लेख्नु भएकोमा शब्द। नमस्कार। अनि यसमा संगीत मसँगै हाम्रो भाइ यता हाम्रो समर सदाशंकर भाइले गर्नुभएको। अनि आवाजमा म सुप्रिमराज विश्वकर्मा, बहिनी रेखा पोखरेल हुनुहुन्छ भने, अनि हाम्रो रेकर्डिङ लक्ष्मण सेन्चुरी सरले गर्नुभएको। यसको अनि तालीमा चाहिँ हामी यसको मिक्सिङ मास्टरिङ हाम्रो विमल सिन्हाले गर्नुहुनेछ। भोलि 3:30 डिएस मेलोडी युट्युब च्यानलबाट यो गीत आउँदै सबैजनाले माया गर्नु। जसको डिरेक्सन चाहिँ हाम्रो नवीन परियार, अहिलेको चर्चित सर्जक गायक नवीन परियार सरले भिडियोको डिजाइन गर्नुभएको छ। हजुरलाई विशेष गरी हार्दिक आभार व्यक्त गर्न चाहन्छु सर, यसरी बहिनीसँग काम गर्ने अवसर दिनुभयो। मिठो गीत आउँदैछ, साथीहरू हुनुहुन्छ, मिठो गीत आउँदैछ। एरेन्जमेन्ट चाहिँ हाम्रो डोल्लाज भएर उहाँलाई पनि धन्यवाद। अब बहिनी रेखा के भन्नुपर्ने छ? नमस्ते सबैजनालाई। यति मिठो गीतको अवसरको लागि धेरै धेरै धन्यवाद यहाँहरुको टिमलाई। अब चाहिँ नमस्ते, म गायिका रेखा। यति छिटो भन्न थाल्यो भने त फेरि गाली गर्छ। बिस्तारै बिस्तारै आफू जम्न थालेपछि होइन त्यो छँदैछ। अहिले दर्शकहरूले पनि होइन ओहो साँच्चै रेखामा पनि केही चिज छ है भन्ने अब महसुस हुँदैछ नि त उहाँहरूलाई। त्यो साँच्चै भइसक्यो भने चाहिँ कस्तो मन छोया मलाई यो गीतले। त्यति मिठो लागिरहेछ। मैले गाएको गीतहरू सबै मन परेको छ पढ्न त, तर गाउँदा गाउँदै अलि धेरै मन परेको यो पनि हो होइन। थ्याङ्क यू। भनेपछि गीत एकदमै राम्रो छ, सबैजनाले हेर्नु होला। डिएस मेलोडी युट्युब च्यानलबाट आउँदैछ, बहिनीको आवाज र मेरो आवाजमा। थ्याङ्क यू। बाइ बाइ।